सबैजनालाई झोरले अनि नमस्कार है। आज चाहिँ मैले भिडियो चाहिँ यसरी सुरु गरिसकेँ है। हाम्रो चाहिँ एक्जाम छ हाम्रो, अनि एक्जाम सकिसकेपछि चाहिँ हामी खाजा खाने तयारीमा चाहिँ हामीले चटपटेहरू अनि सुठानीहरू चाहिँ ल्याएर चाहिँ हामीले खाना खाने निदो गऱ्यौँ। किनभने त्यहाँनिर चाहिँ हामीले कापीहरू काट्दै अनि त्यसपछि खाजा खाने भनेर चाहिँ म र मिस चाहिँ बसेर खाजा खान थालिसकेका छौँ। हाम्रो गफ फेरि है हामी दिनैपिछे भेटिरहेको हुन्छौँ, त्यही पनि हाम्रो गफ कहिले पनि सकिँदैन है। अनि त्यसपछि चाहिँ हामीहरू चाहिँ गफ गर्दै चटपटे खाँदै अनि त्यसपछि त्यो के भन्छ सुठनीहरू खाँदै गरिरहेको छौँ। र मिसे घाम चाहिँ एकदमै मिठो लागिरहेको थियो, तातो न्यानो घाम लागिरहेको थियो है। हामी चाहिँ स्कुलभन्दा बाहिर चौतारीमा बसेर चाहिँ मजाले हामी दुईजना मात्रै थियौँ नि त आज, अनि त्यही भएर खाजा खाँदै अनि त्यसपछि हामी चाहिँ गफ गरिरहेको, त्यसपछि खाजा खाइरहेको थियौँ है। अनि हामीले चाहिँ हाम्रो गफ फेरि कहिले पनि सकिँदैन, यो कता हो के हो त्यता हो है, कहिले सकिँदैन दिनैपिछे भेटिरहँदा पनि कहिले पनि गफ नसकिने हाम्रो। त्यही भएर चाहिँ हामी गफ गर्दै घाम ताप्दै खासमा चाहिँ हामीले एक्जाम छ नि त, अनि काफी चाहिँ गर्नको लागि भनेर चाहिँ बसेका थियौँ है। त्यही पनि हामीले खाजाहरू खायौँ, गफहरू गऱ्यौँ। त्यसपछि चाहिँ गफहरू चाहिँ हामीले गरिसकेपछि चाहिँ हामीले ठ्याक्कै चाहिँ खाजा खाइसकेपछि चाहिँ खाजा खाइसक्यौँ है भनेर चाहिँ देखाएको थियो। त्यसपछि कापीहरू चेक गर्नु थाल्यौँ हामीले, मिसले चाहिँ भिडियो बनाइदिनु भएको थियो। अनि खाजा खाइसकेपछि हामी दुवैजना, मिसले पनि कापी चेक गर्दै हुनुहुन्छ, मैले पनि कापी चेक गर्दैछु है। अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ छुट्टी हुने बेला भयो नि त, छुट्टी हुने हामीले चाहिँ हाजिरी गर्नुपर्छ, थ्याङ्क यू गर्नुपर्छ। त्यसपछि चाहिँ हामी स्कुलबाट फर्क्यौँ। अब हजुरलाई भेट्छु म अर्को भिडियोमा है, बाई बाई।